हेलो गाइस, हामीले यहाँ लेमनको कलमिङ गर्दै थियौँ। एउटा त अस्ति नै कलम गरेर निकालेपछि अनि यस्तो हुन्छ है। यस्तो किनेर ल्याएपछि सकेसम्म त सेतो किनेर ल्याउनु होइन, जरासरा देखिन्छ। अनि कलमिङ गरेपछि यो फेरि जरा आउँछन्। अब यो जरालाई यो काटेर रोपेपछि नयाँ लेमन ट्री आयो। यहाँ लेमन पनि एउटा फलिरहेछ। तर त्यस्तै हो, अर्को गार्डनिङ ह्याक एउटा प्लान्टलाई धेरै धेरै बनाउने। हामीले अब एउटा ल्याएको थियौँ सुरुमा, अब यो सुत्ता गरेर 3टा भइसक्यो। अनि यस्तो गरेर यसलाई निकालेर हामीले काट्नुपर्ने चाहिँ ठ्याक्कै यसको फेद काट्यो। अब नयाँ लेमन ट्री एकैचोटि यत्रो ठुलो भयो। अब बिउलियो कहिले बनाउने ठुलो। अब यसले चाहिँ हेर्नु यत्रो ठुलो भइसक्यो। अब नयाँ नयाँ फ्रुट दिन्छ। अनि नयाँ ठाउँ ल्याएर काट्यो है गाइस। अगाडिपट्टि अब ठुलो हुन्छ, छारिदिन्छ। ल यस्तो अन्त फ्री प्लान्ट भने अब किनभने 20-30 डलर पर्थ्यो होला। अब कलमी गऱ्यो 1 महिना आतिमा त 2 महिना आतिमा त जरा हाम्ल्यो।